सिबकथोनको रुख हो। यसलाई नेपालीमा डालेचुक अथवा हाम्रो स्थानीय भाषामा तारेचुक पनि भनिन्छ। र यो हिप्पोफाई रेमनोइड्स यसको वैज्ञानिक नाम हो। र यो प्राकृतिक भिटामिन सी को स्रोतहरूमध्ये सबैभन्दा बढी भिटामिन पाइने पनि यो हो। र यस्तै गरेर यसको थुप्रै खालको यसको बियाभित्र यसको भित्र एउटा बिया हुन्छ, यो एकदम नरम दाना छ यसको भित्र बियाभित्र। यो ओमेगा 3 एकदमै महत्त्वपूर्ण हाम्रो ब्रेनको लागि हाम्रो बडीको लागि निकै उपयोगी छ यो। र यो हाम्रो इम्युनिटीको लागि त्यस्तै गरेर यसले चाहिँ एन्टिअक्सिडेन्टको पनि काम गर्छ। एन्टिअक्सिडेन्टको एकदमै स्ट्रङ एन्टिअक्सिडेन्ट मानिन्छ यसलाई। एकदमै पहेँलो छ हेर्नुहोस् त, यो जब पाक्न थाल्छ एकदमै पहेँलो हुन थाल्छ। र यो योभन्दा अझै माथिको उचाइमा अहिले हामी करिब 3300 मिटरको उचाइमा छौँ। यो 4500 मिटरभन्दा माथिको उचाइमा पाइने सिबकथोन अलि रातो खालको हुन्छ है। यो छ, यो सम्पूर्ण हामी जति पनि देखिएको हुन्छ नि यो रुखहरू यो जङ्गल सबै सिबकथोनको हो। एकदमै यसरी फैलिरहेको छ र साह्रै अमिलो है। हामीले खाने निबुवा जसलाई मेयर लेमन भन्छ त्योभन्दा पनि अमिलो छ र साह्रै स्वादिलो पनि छ। एकदम अमिलो स्वादिलो है, अमिलो यस्तो खालको छ। एकदमै